हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईँहरूलाई सिभिल क्रेज नेपाली युट्युब च्यानलमा। साथीहरू आज पुनः म तपाईँहरू समक्ष गाउँको हिसाबले एकदम सस्तो र राम्रो घरको डिजाइन लिएर आइसकेको छु। यो घर तपाईँहरूले एकदम कम खर्चमा लो बजेटमा बनाउन सक्नुहुन्छ साथीहरू। यसमा जम्मा तपाईँहरूले दुईवटा बेडरुम, एउटा सानो हल, किचन, टोयलेट, बाथरुम सबै कुरो पाउनुहुनेछ है त। ल हेर्नुहोस् त, हाम्रो घर हेर्दा पनि अगाडिबाट साथै चारैतिरको मोडाबाट एकदम चिटिक्क देखिएको छ। म तपाईँहरूलाई यो घरको बारेमा यो भिडियोमा पुरा जानकारी दिनेछु है त साथीहरूलाई। हेर्नुहोस्, तपाईँहरू एकदम कम खर्चको घर बनाउन सोच गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनसक्छ। साथीहरू ध्यान दिएर हेर्नुहोस् है त। ल हेर्नुहोस् त, सबभन्दा पहिले म तपाईँहरूलाई घरको लेआउट देखाउनको लागि घरको रुफ हटाएर देखाउन चाहेँ। यो चाहिँ हाम्रो घरको मेन इन्ट्रान्स गेट भयो साथीहरू। यहाँबाट तपाईँहरू घरभित्र प्रवेश गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो हल पर्सन हुन्छ साथीहरू। र यसमा तपाईँहरूले लेफ्ट साइडमा जुन देखिराख्नु भएको छ त्यो चाहिँ हाम्रो टोयलेट बाथरुम हुन्छ। यतापट्टिको यो दुईवटा हाम्रो बेडरुम र यो सानो एउटा किचन रुम रहेको छ है त। यो छ हाम्रो घरको लेआउट। यसरी तपाईँहरूले घर आफ्नो बनाउन सोच्दै हुनुहुन्छ भने यसरी संरचना बनाउन सक्नुहुन्छ है त। अब फाइनली साथीहरू, हामीले यस्तो घर बनाउने सोच गऱ्यो, डिजाइन मन पर्यो, तर यसको डाइमेन्सन जुन हुन्छ हैन, नापजोख, त्यो चाहिँ कतिको राख्ने त भन्दा त्यो म तपाईँहरूलाई भन्न जाँदैछु है त। ल हेर्नुहोस् त, हाम्रो घरको चारैतिरको बाहिरी जुन डाइमेन्सन छ त्यो कति छ भने ल हेर्नुहोस् है त। यसमा चाहिँ हाम्रो 27 फुट 8 इन्च लम्बाइ रहेको छ अगाडिको मोडाको साथीहरू। र यसको चौडाइ कति छ भने चौडाइ चाहिँ हाम्रो 18 फुट 10 इन्च रहेको छ है त। 18 फुट 10 इन्च बाई 27 फुट 8 इन्च चाहिँ हाम्रो घरको लम्बाइ चौडाइ भयो। र यसैको साथ हाम्रो प्लिन्थ एरिया कति हुन्छ भने साथीहरू, जम्मा हाम्रो 520 स्क्वायर फुट चाहिँ यो घरले ओगटेको प्लिन्थ एरिया हुन जान्छ हैन। यो थियो हाम्रो घरको बाहिरी लम्बाइ चौडाइ साथीहरू। अब चाहिँ हामीले बाहिरी लम्बाइ चौडाइ थाहा पाइसकेपछि भित्री जुन कोठाको डाइमेन्सनहरू छ, हलको डाइमेन्सन छ, त्यो के कति राख्ने त भन्दा ल हेर्नुहोस् त, म तपाईँहरूले त्यो भन्न जाँदैछु। यसमा चाहिँ साथीहरू हाम्रो हलको डाइमेन्सन पहिले हेरौँ है त। हलको डाइमेन्सनमा हलको लम्बाइ तपाईँहरूले 19 फुट 8 इन्च राख्न सक्नुहुन्छ। र यसको साथसाथै घरको चौडाइ तपाईँहरूले 6 फुट 7 इन्च यो हलको चाहिँ क्लियर स्प्यान राख्न सक्नुहुन्छ है त। 6 फुट 7 इन्च राख्न सक्नुहुन्छ चौडाइ। त्यसै गरी साथीहरू किचन रुमको कुरा गरौँ। किचन रुमको हेर्नुहोस् त, यसको लम्बाइ कति छ त 6 फुट 9 इन्च यसमा क्लियर स्प्यान लम्बाइ राखिएको छ। र यसको चौडाइ कुरा गर्नु पर्यो भने साथीहरू, चौडाइ चाहिँ यसमा ल हेर्नुहोस् त 6 फुट 7 इन्चको राखिएको छ। यसरी तपाईँहरूले हलको र किचनको डाइमेन्सन राखेर घरको लेआउट गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो टोयलेट बाथरुमको साइज हेरौँ साथीहरू, 4 फुट चाहिँ यसको क्लियर स्पान लेन्थ राखिएको छ टोयलेट बाथरुमको। र यसको चौडाइको कुरा गर्छौँ हामी। ल हेर्नुहोस् त, यसको स्पान चाहिँ 9 फुट राखिएको छ है त। 9 फुट बाई 4 फुटको हाम्रो टोयलेट बाथरुम हुने भयो। यसैमा तपाईँहरूले यसरी सर्टेन पार्टमा यसरी कोमोड राख्न सक्नुहुन्छ। बाँकी पार्टमा तपाईँहरूले सावरहरू सेट गर्न सक्नुहुन्छ नुहाइधुवाइको लागि है त। त्यसै गरी साथीहरू हाम्रो बेडरुमको साइज हेरौँ। बेडरुमको साइज कति राखेको छ भन्नुहुन्छ भने ल हेर्नुहोस् त, हाम्रो पहिलो बेडरुमको साइज छ यहाँ लम्बाइ 11 फुट र चौडाइको कुरा गर्छौँ हामी। चौडाइ यसमा कति राखेको छ भन्नुहुन्छ भने चौडाइ पनि 11 फुट राखेको छ। त्यसै गरी हाम्रो अर्को र अन्तिम बेडरुमको कुरा गरौँ र यसको साइज कति छ भन्नुहुन्छ भने 11 फुट चाहिँ यसको लम्बाइ राखिएको छ साथीहरू। र यसको चौडाइ पनि 11 फुट नै राखिएको छ। ल यो थियो हाम्रो घरको भित्री डाइमेन्सनको कुराहरू साथीहरू हैन। अब चाहिँ म तपाईँहरूलाई यो घरमा लगाइएको झ्याल ढोकाहरूको साइज के कस्तो राख्ने त्यसको विषयमा जानकारी गराउँदैछु साथीहरू। ल हेर्नुहोस् त, अब हामीले अगाडिको बनोटको कुरा गर्नुपर्दा साथीहरू यहाँ हेर्नुहोस् है त। हाम्रो यो चाहिँ मेन ढोका भयो हैन, जहाँबाट हामी घरभित्र प्रवेश गर्छौँ भने त्यसकै ठ्याक्कै राइट साइडमा यो तपाईँहरूले यति ओपन राखेर यसमा तपाईँहरूले ग्रिल सेट गर्न सक्नुहुन्छ, जहाँबाट भित्र पर्याप्त मात्रामा लाइट हैन, त्यसै गरी फ्रेस एयर चाहिँ भित्र प्रवेश गर्छ है त। र यतापट्टिको राइट साइडमा तपाईँहरूले गार्डनहरू लगाएर घरलाई सजावट गर्न सक्नुहुन्छ भने किचनमा चाहिँ अगाडिपट्टि एउटा झ्याल राखिएको छ। झ्यालको साइज हुन्छ 4 फुट बाई 4 फुटको है त।
र मेन ढोका तपाईँहरूले 3.5 फुट बाइ 7 फुटको राख्न सक्नुहुन्छ। त्यसै गरी साथीहरू हामी फेरि एकचोटि 3D प्लानमा जाउँ र ओपनिङको विषयमा कुराकानी गरौँ त। ल हेर्नुहोस् त, हामी हलबाटै प्रत्येक रुममा छुट्टिन सक्यौँ साथीहरू, होइन? ठिक छ, तर यसको लागि ढोका कतिको प्रोभाइड गर्ने भन्दा यहाँ चाहिँ मैले टोयलेट बाथरुममा पनि 3 फुट बाइ 7 फुटकै ढोका प्रोभाइड गरेको छु। तर यसमा चाहिँ तपाईँहरूले 2.5 फुट बाइ 6.5 फुटको पनि ढोका राख्न सक्नुहुन्छ, होइन? र एउटा चाहिँ यसमा मैले 2वटा भेन्टिलेसन प्रोभाइड गरेको छु। एउटा चाहिँ लङ टाइपको भेन्टिलेसन छ, तपाईँहरूले आफ्नो इच्छाअनुसार राख्न सक्नुहुन्छ भने। एउटा चाहिँ यहाँ तपाईँहरूले 1/1.5 फुटको भेन्टिलेसन प्रोभाइड गर्न सक्नुहुन्छ, होइन? त्यसै गरी साथीहरू अब बेडरुमको कुरा गरौँ। बेडरुममा यो बेडरुमको हेर्नुहोस् त, यसमा चाहिँ अगाडि र पछाडि गरेर 2वटा झ्याल प्रोभाइड गरेको छु। झ्यालको साइज हाम्रो 4 फुट बाइ 4 फुटको रहेको छ भने एउटा ढोका प्रोभाइड गरिएको छ र ढोकाको साइज हाम्रो यसको 3 फुट बाइ 7 फुटको राखिएको छ, है त? सिमिलरली यो कर्नरवाला बेडरुम हेरौँ साथीहरू, यसको पनि 2वटा झ्याल प्रोभाइड गरिएको छ यसमा पनि, र यसको साइज पनि 4 फुट बाइ 4 फुटको राखिएको छ भने एउटा चाहिँ ढोका प्रोभाइड गरिएको छ र ढोकाको साइज हाम्रो 3 फुट बाइ 7 फुटको हुनेछ। त्यसै गरी साथीहरू हाम्रो किचन रुम कुरा गरौँ। किचन रुमको हामी अगाडिको झ्यालको विषयमा कुरा गरिसक्यौँ र यसको ढोका एउटा प्रोभाइड गरेको छ र ढोकाको साइज हुन्छ हाम्रो 3 फुट बाइ 7 फुटको, है त? यसरी तपाईँहरूले ओपनिङ राखेर घर डिजाइन गर्न सक्नुहुन्छ भने साथीहरू यो चाहिँ एकदम कम खर्चमा बन्ने घर मैले किन भनेको भन्नु। ल हेर्नुहोस् त, यसमा चाहिँ हाम्रो पिलर छैन, है त? पिलर तपाईँहरूले रड हालेर जुन तलबाट उठाउनु पर्ने हुन्छ फ्रेम स्ट्रक्चरमा, त्यो चाहिँ गर्नु परेन। यसमा हात्ती पाइले वाल उठाएर, होइन, तलैबाट चाहिँ एउटा 12 mm को रड एल बनाएर च्यापेर तलैबाट च्यापेर उठाउनुपर्छ यो कर्नरमा, होइन? जस्तै एउटा यहाँ भयो, एउटा यहाँ भयो, एउटा यहाँ भयो, होइन? एउटा यहाँ भयो, यहाँ भयो, यहाँ भयो, यहाँ भयो, होइन? त्यसै गरी यसरी चाहिँ उठाएर हात्ती पाइले वाल उठाएर यहाँबाट तपाईँहरूले 10 इन्चको गारो लगाएर माथि चाहिँ 5 इन्चको लगाउँदा पनि हुन्छ, है त? यसमा चाहिँ साथीहरू ठाउँ ठाउँमा इँटाकै पिलर लाग्छ, होइन? सो द्याट यो चाहिँ एकदम कम खर्चमा बन्ने खालको घर भयो। त्यसै गरी यतापट्टि हेर्नुहोस् त, भित्र चाहिँ मात्रै हाम्रो प्लास्टर गरिएको छ भने बाहिर चाहिँ हामीले इँटाकै सेप कटिङ निकालेका छौँ, होइन? यसमा तपाईँहरूले खर्च कटौती गर्न सक्नुहुन्छ, होइन? र घरलाई एकदम राम्रो र चिटिक्क परेको लुक दिन सक्नुहुन्छ। अब फाइनली कुरा गरौँ साथीहरू यसको सेटब्याक के कति छोड्ने, होइन? हुन त यो गाउँघर बनाइने घर हो। यसमा चाहिँ तपाईँहरूले कस्तो हुन्छ भने गाउँघरमा प्रायः जग्गा हुन्छ, त्यही हिसाबले सेटब्याक एकदम छोडेर घर बनाउने गरिन्छ। त्यही पनि साथीहरू जुन मोडामा तपाईँहरूको यहाँ हेर्नुहोस् त, यो मोडामा झ्याल छ, यो मोडामा झ्याल छ, होइन? यतापट्टि पनि भेन्टिलेसन प्रोभाइड गरेकोले तपाईँहरूले आफ्नो जग्गा 3 देखि 5 फुटसम्म छोडेर मात्रै यस्तो घर बनाउनु होला। र अगाडिमा यस्तो गाउँघरमा प्रायः कस्तो हुन्छ भने आँगन एकदम जरुरी हुन्छ, आवश्यकता हुन्छ। सो द्याट तपाईँहरूले मिनिमम 15 फुट जति राखेर मात्रै घर बनाउनु होला। तपाईँहरूलाई त्यो अनुसारले पछि गएर गाडी पार्किङदेखि लिएर, होइन, आँगनमा अनेकौँ किसिमको काम हुन्छ, त्यो चाहिँ गर्न सजिलो हुने भयो, है त? ल अब चाहिँ फाइनल कुरा गरौँ हामी बजेटको साथीहरू। यस्तो घर बनाउनको लागि बजेट कति लाग्छ त भन्दा हेर्नुहोस् त, यस्तो सफा चिटिक्क र हेर्दा एकदम पुरै फिनिसिङ भएको घरको डिजाइन गर्न तपाईँहरूलाई, घर बनाउन तपाईँहरूलाई, होइन, 8 देखि 9 लाखसम्म खर्च हुन्छ साथीहरू। यसमा चाहिँ तल हाम्रो इँटाको गारो लगाइएको छ भने माथि चाहिँ तपाईँहरूले टिनको छानो लगाउनु पर्ने हुन्छ। यसरी चाहिँ हाम्रो मेटेरियल युज गरेको छ, होइन? र तपाईँहरूले यो घरको डिजाइन कस्तो लाग्यो साथीहरू? घरको डिजाइन मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुहोस्, है त? र साथीहरू तपाईँहरू सिभिल क्रेज नेपाली युट्युब च्यानल मार्फत आफ्नो घरको डिजाइन गराउन चाहनुहुन्छ भने तल दिएको WhatsApp नम्बरमा सम्पर्क गरेर आफ्नो जग्गाको विवरण र आफूले रुचाएको, आफूलाई चाहिएको एउटा टेन्टेटिभ रफ स्केच गरेर WhatsApp गर्न सक्नुहुन्छ। म तपाईँहरूको घरको डिजाइन त्यो हिसाबले गरिदिने प्रयास गर्छु, है त? हस्त साथीहरू, धन्यवाद। नेक्स्ट भिडियोको साथ उपस्थित हुनेछु। प्लिज किप वाच, किप सपोर्टिङ अस। थ्याङ्क यू।